आज म सबैभन्दा लग्जरियस वेडिङमा इन्भिटेसन फिरान जान्छु। सो यो ठाउँमा त वेलकम गर्नको लागि इन्ट्रेन्समै मान्छेहरू थियो। नमस्ते। र यो ठाउँ इन्ट्रेन्सदेखि नै दामी र लग्जरियस देखिरहेको थियो। तर फेरि ढोकामै 2-3 जना अङ्कलहरू वेलकम गर्नको लागि बसिरहेको थियो रहेछ। र अभियसली मैले कसैलाई पनि चिन्दैन थियो। हेलो नमस्ते। नमस्ते। यो ठाउँ धेरै ठुलो थियो अनि फेरि यहाँको डिजेले चाहिँ मलाई रेकगनाइज गरेछ। हामी चाहिँ इन्भिटेसन बिना आएको हो क्या। अब चाहिँ मैले एउटा मेरो सब्सक्राइबर भेटेँ। ए धन्यवाद। सिन्स हामी अलि चाँडो आएको थियो भेन्यूमा त्यस्तो धेरै मान्छेहरू थिएन र सेक्युरिटी/बाउन्सरहरूले पनि हामीलाई घुरेर हेरेर जस्तो फिल भएको थियो मलाई। सो हामी बाहिर निक्लेर 1 घन्टापछि फेरि छिर्यौँ। अनि छिरेर मैले मोमोहरू ट्राई गर्दै थिएँ अनि ठ्याक्कै एउटा केटी बोल्न आएर मसँग। उनले मलाई सोध्यो कसको पार्टीमा आउनुभएको। मैले क्याजुअली चिल माने भने यहाँ वेडिङ पार्टीमा नै आएको हो। अनि त्यसपछि कसको तर्फबाट हो रे होइन ठ्याक्कै मैले बेहुलाको तर्फबाट होइन बेहुलाको नाम थाहा छैन अभियसली डिटेलली जाँदिनँ म होइन किनकि अभियसली इट वाज आवर फल्ट। धन्न हाम्रो क्यामेरा ड्यामेज भएन भने क्यामेराको लेन्स पनि निक्लिरहेको अब त्यो केटीले अब यस्तो हाम्रो भिडियोग्राफर भाइको हातबाट खोज्न खोजिरहेको। सो फुल भिडियो मेरो मेन च्यानल 4LT मा छ हेर्नु होला।